हाई गाइज, आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। अनि आज स्याटरडेको दिन, शनिबार। अनि आज नयाँ ठाउँमा घुम्न आएको छु। अनि त्यसमाथि साइकल राइड, त्यो पनि सोलो, साथीहरू कोही पनि छैन। कोही साथीहरू बनेपामा छ भने मलाई म्यासेज गर्नु ल। त मसँग साथी पनि छैन कि धेरै, त्यही भएर हो। अनि ठाउँ चाहिँ यस्तो दामी छ कि मलाई यो दामी लाग्यो। यो सानो रोड छ, रोड पनि होइन, सानो भनौँ न बाटो, बाइक कुद्नेसम्मको छ। अनि यो चाहिँ भैँसपाटेको जङ्गल रे। त्यहाँ मैले नि अस्ति नै एकचोटि त्यहाँ पारे डाँडामा एउटा हरियो घाँसको ट्रेन चलाएर रहेछ, त्यसमा देखेर अनि यता घुम्न आएको एकचोटि। अनि यसो हेर्दाखेरि ठाउँ राम्रो रहेछ ओहो भनेर अनि आज यताकै भ्लग बनाउनु पऱ्यो होइन। के हो अन्त, अब त्यस्तै हो। खालो डढाउने भिडियो बन्छ 9-10 मिनटको, टाइम लाग्छ 2-3 घन्टाको, त्यस्तै हो गाइज। के हो अन्त, अब प्रायः जस्तो म धेरै भ्लग बनाउँदैन नि त। अब त्यही हो, हप्ताको एकचोटि दुईचोटि, कहिले हप्ताको एकचोटि मात्र आउँछ, कहिले महिनै लाग्छ, त्यही हो। अनि जतिजनाले हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर चाहिँ हानिदिनु, अनि सब्सक्राइब पनि हानिदिनु नयाँहरू छ भने। ठाउँ चाहिँ यस्तो भन्छ। अनि साथीहरू फेरि एक्लै छ कि, साथी छैन कि, त्यही हो कि भ्लग बनाउँदाखेरि चाहिँ मसँग खेल्ने, अब साइकलसँग कुदाउनलाई अलिकति साथी भयो भने कम त रमाइलो हुन्छ नि त। अरूको साथीहरू छ, मेरो छैन। अनि कोही छ भने बनेपा एरियामा छ भने, अनि मलाई टिकटक अकाउन्ट चाहिँ मेरो तल्लोपट्टि दिएको छ, एमटिभी बिक्की हो, त्यसमा फलो गरेर अनि बोल्न सक्नुहुन्छ ल त। अहिले चाहिँ म माथि सिधै गएर अनि तपाईँहरूलाई देखाउँछु ल त। हे गाइज, अब चाहिँ बाटो नै यति नै रहेछ। अनि आज चाहिँ अनि यतिमै, अब यहीँबाट स्टार्ट गरौँ, के कसो हुन्छ। अनि त्यही हो, अब हेर्दै गर्नु न ल गाइज। अब चाहिँ पुरा ओह्रालो जाउँ ल त। यस्तो दामी ठाउँ छ कि गाइज होइन साथीहरू, मलाई चाहिँ मन पर्यो यो ठाउँ होइन। आमामा यस्तो दामी छ कि ल हेर्नु त ल, आमामा। अनि साइकल चलाउनलाई यत्तिकै मजा आउँछ गाइज। अलिक सल्लाह आएको छ, चिप्लिन्छ भने डर लाग्ने कि गाइज। यस्तो ठाउँ आयो भने त कसले छोड्छ यार। मलाई त दामी लाग्यो। अब रन्काउने हो नि गाइज, पसिनै पसिना हुन्छ उकालो जाँदा। ओह्रालो त फेरि चिलमा जानुपर्छ नि त आइज, ओभर पनि हुनुहुन्न, लडिन्छ, त्यही हो। सुटुटुटुटु यतिको आनन्द चाहिँ कहीँ पाउँदैन के, जब उकालो गयो पसिना बगाएर गयो। अहिले चाहिँ अनि टक्क ओह्रालो आउँदाखेरि त कम्त शीतल हुन्छ त, अनि कम्त हावा त फ्यानले दिए जस्तो के, यस्तो मजा आउँछ आमामामा। ल यत्तिको अनि आइज, थाहा त बब्बालै छ नि फेरि ल। सल्लाह आएको छ, चिप्लिएर लड्न बेर छैन कि। ओए म्यासेट यार, यतिले यहाँ जम्प पनि छ क्या यहाँ। यति कम तर मजा आउँछ त, यति नै हो। अब ल हो, यतिको मजा आउनुलाई कम त मजा आउँछ त, शीतल पाराले। चेनै झऱ्यो कि, यस्तै हुन्छ साइकलमा, चेन झर्या झर्या गर्छ। ल ल ल ल हो, चिल पारा जाने हो त अब।
आजको भिडियो यति नै। अनि त्यो जुन ओह्रालो झरेको आदि भिडियो चाहिँ गोप्रोमा मेमोरी फुल भएर मैले क्याप्चर गर्न सकिनँ, त्यसको लागि माफम। तपाईँहरूलाई यति नै भिडियो। सब्स्क्राइब हान्न नभुल्नु होला। धन्यवाद।